मबाट एकदमै ठुलो अपराध भएको छ। मैले मेरा गुरुको अपमान गरेँ। त्यसपश्चात मैले आफ्ना सबै शक्तिहरू गुमाएँ र एउटा असुरले आएर मेरो सारा साम्राज्य लगेर गयो। के गर्नु? अब हामी हजुरकै चरण कमलमा छौँ। कृपया हामीलाई कृपा गर्नुहोस्। हे देवराज, जसरी तिमीले आफ्नो गुरुको अपमान गर्यौ, तिम्रो यो अवस्था हुनु त स्वाभाविकै हो। जुन शक्ति, जुन राज्यको तिमीमा घमण्ड थियो, जुन राज्य तिमी मेरो हो, जुन शक्ति मेरो हो भन्दै थियौ, त्यो तिम्रो होइन, त्यो केवल तिम्रो गुरुको कृपाको देन हो। र तिनै गुरुलाई तिमीले आज अपमान गर्यौ। गुरुको अपमान गर्नासाथ तिमी गुरुको कृपाबाट वञ्चित भयौ र पूर्ण रूपले शक्तिहीन भई आज म कहाँ सेवा माग्न आएका छौ। हे देवराज, तिमीले यो कुरा बुझ्नुपर्छ कि गुरुको कृपा यत्तिकै मिल्दैन। यो त नित्य निरन्तर शुद्ध मनले सेवा गर्यो भने मात्र मिल्ने कुरा हो। जब हाम्रो सेवाले गुरु प्रसन्न हुनुहुन्छ तब उहाँले आफ्नो कृपा वर्षाउनुहुन्छ। तर हे इन्द्र, तिमीले सेवा गर्दै गर्दा यो विचार गर्नुपर्छ कि जति जति सेवा गर्दै गयो त्यति त्यति तिम्रो अहङ्कार बढ्दै जान्छ। त्यसैले यस अहङ्कारलाई तिमीले दबाएर थिचेर राख्नुपर्ने हुन्छ। केही गरी अहङ्कारले तिम्रो टाउकोमा टेक्न थाल्यो भने जुन अवस्था तिम्रो छ सबैको त्यही अवस्था हुन्छ। अब हामीलाई केही उपाय बताउनुहोस्। पक्का म विचार गर्छु। हे विश्वरूप, देवराज इन्द्र बडा पीडामा हुनुहुन्छ। उहाँबाट उनकै राज्य खोसिएको अवस्था छ। यस दुविधामा रहेका देवराज इन्द्रको केही सहयोग गरिदिनुहोस् भनी मैले तपाईलाई आह्वान गरेको। उहाँको गुरु बनी उहाँलाई युद्ध कौशलमा निपुण बन्न मद्दत गरिदिनु पर्यो। आज म प्रसन्न भएको छु। आज मैले मेरो गुरुको कृपाले ती दानवहरूमाथि विजय प्राप्त गरेको छु र आज यस स्वर्गलोकमा यज्ञ सम्पन्न हुँदैछ। सुरु गरौँ गुरुदेव। गुरुदेव, यो हजुर हाम्रो पक्षको भागलाई तपाईँ राक्षसहरूलाई किन सुम्पिँदै हुनुहुन्छ? तपाईँ मेरो गुरु भएर
राक्षसलाई मेरो भाग दिने यो तपाईँले कसरी सोच्नुभयो कि स्वयं देवराज इन्द्रको भागलाई तपाईँ राक्षसलाई दिँदै हुनुहुन्छ? कसरी? यो स्वयं देवराज इन्द्रको अपमान हो। त्यसैले देवराज इन्द्रको अपमान म सहन सक्दिन। अब तिम्रो म टाउको यही देवराज इन्द्र, यो तिमीले राम्रो गरेनौ। जसले तिम्रो राज्य फिर्ता गरायो त्यसैको तिमीले वध गरेका छौ। म देवराज इन्द्र हो। मैले आफ्नो साम्राज्य प्राप्त गरिसके। मलाई अब कुनै गुरुको आवश्यकता छैन। जाऊ सैनिक। जसरी तिमीले मेरो पुत्र विश्वरूपको यसरी वध गरेका छौ, तिम्रो पनि अवश्य वध हुनेछ। अब म एउटा वृत्तासुर असुरको प्रकट गर्न गइरहेको छु। अब तिम्रो वध हुने अवश्य निश्चित छ।